मोडर्न स्टार टिभी मनोरञ्जनकै लागि सब्स्क्राइब गर्न नभुल्नुहोला। बीबीसीमा छापिएको एक रिपोर्टमा जेरुसलेमको हिब्रू युनिभर्सिटीका राबिनोभिच दाबी गर्छन् एउटा आलुले एलईडी बल्ब 40 दिनसम्म बाल्न सक्छ। राबिनोभिच यसको लागि कुनै नयाँ सिद्धान्त बताउँदैनन्, बरु यो सिद्धान्त त स्कुलकै किताबमा पढाइन्छ र ब्याट्री सोही सिद्धान्तमा काम गर्छ। यसको लागि आवश्यक हुन्छ दुई धातुको पाता, पहिलो एनोड जुन नेगेटिभ इलेक्ट्रो हो उदाहरणको लागि जिङ्क, र दोस्रो क्याथोड जुन पोजिटिभ इलेक्ट्रिक हो उदाहरणको लागि कपर अथवा तामा। आलु भित्र हुने एसिड जिङ्क र तामासँग रासायनिक प्रतिक्रिया गर्छ र जब इलेक्ट्रोन एक पदार्थबाट अर्को पदार्थमा दौडन्छ तब ऊर्जा पैदा हुन्छ। यसको खोज सन् 1780 मा लुइगी ग्याल्भिनीले गरेका थिए। व्याकुताको मांसपेशीलाई तान्नको लागि दुई धातु व्याकुतामा बाँधेका थिए, तब उनको यस्तो प्रतिक्रिया भई ऊर्जा निस्कने पत्ता लगाएका थिए। सन् 2010 मा राबिनोभिचले क्यालिफोर्निया युनिभर्सिटीका एलेक्स गोल्डबर्ग र ब्रिस रुबिस्कीसँग यो बारेमा एक पटक कोसिस गर्ने सोचे। गोल्डबर्ग भन्छन्, हामीले 20 अलग अलग तरिकाले आलुको आन्तरिक प्रतिरोधको जाँच गर्यौं। आलुलाई 8 मिनेट उमाल्दा आलुभित्रको कार्बनको संरचना टुट्यो, प्रतिरोध कम भयो र इलेक्ट्रोनको गतिविधि बढ्न थाल्यो। यसले बढी ऊर्जा उत्पादन गर्यो। आलुलाई 4-5 टुक्रा पारेर तामा र जिङ्क पाताको बीचमा राख्यो। यसले गर्दा 10 गुणा बढायो, अर्थात् यसले ऊर्जा 10 गुणा बढायो, अर्थात् बिजुली उत्पादन गर्ने तागत कमी आयो। रुबिन भन्छन्, यसको भोल्टेज कम छ, तर यस्तो ब्याट्री बनाउन सकिन्छ जसले मोबाइल वा ल्यापटप चार्ज गर्न सकोस्। एक आलु उमाल्दा पैदा हुने बिजुलीको तागत $9 प्रति किलोवाट घण्टा हुन्छ, जुन सामान्य ब्याट्री भन्दा 50 गुणा सस्तो हुनुहुन्छ। विकासशील देश जहाँ मटेरियल प्रयोग हुन्छ, यो प्रविधिको 6 गुणा सस्तो रहेको बताइन्छ।